बीपीकेएचएस धरानमा ठूलो सङ्ख्यामा स्टाफ नर्सको लागि भ्याकेन्सी खुलेको छ। आजको यस भिडियोमा यही विषयमा केन्द्रित रहेर डिटेलमा कुरा गर्नेछौँ। यो भ्याकेन्सीमा कसले अप्लाई गर्न पाउँछ, यो जब कस्तो हो, कहिलेसम्म अप्लाई गर्न सकिन्छ, अनि इक्जाम मोडालिटी कस्तो हुन्छ, कम्पिटिसन कत्तिको हुन्छ, नाम निकाल्नको लागि कसरी पढ्ने, अनलाइन क्लास अथवा स्टडी मेटेरियल के कस्तो हुन्छ, यो बारेमा डिटेलमा कुरा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला। 2083 साउन 29 गते यो सूचना प्रकाशित भएको हो। 1 वर्षको करार सेवा भनेर भनेको छ। यदि तपाईँ यसमा सिलेक्सन भएर नाम निकाल्नुभयो, 135 जनाभित्र पर्नुभयो भने सुरुमा तपाईँलाई 1 वर्षको लागि अपोइन्टमेन्ट नियुक्ति दिन्छ। त्यसपछि पछि थप हुन्छ, तर स्टार्टिङमा भने तपाईँलाई 1 वर्षको लागि दिन्छ। अब जम्मा सिट 135 जना छ। एकैपटक यो ठुलो सङ्ख्यामा भ्याकेन्सी आएको हो। अब यसको लागि योग्यतामा चाहिँ पिसिएल नर्सिङ पास गरेको भनेर भनेको छ। एक्सपिरियन्स त्यस्तो चाहिन्न। पिसिएल नर्सिङ पास गरेर एनएनसी नर्सिङ काउन्सिलमा दर्ता भएको हुनु पर्यो, अर्थात् लाइसेन्स प्राप्त गरेको हुनु पर्यो। पिसिएलभन्दा माथि बिएनएस अथवा बिएससी नर्सिङले त एप्लाई गर्न पाउने नै भयो। अनि यसको अरू क्राइटेरिया कुरा गर्ने हो भने एज लिमिट चाहिँ बिलो 40 फिमेलको हकमा। यदि मेल नर्स हो भने बिलो 35 भनेर भनेको छ। फिमेलको लागि चाहिँ अप टु 40 इयर्ससम्म अप्लाई गर्न पाइयो। लिखित परीक्षा कहिले हुने भनेर भनेको छ यहाँ। दुईटै लिखित र अन्तर्वार्ता भनेर दुई किसिमको परीक्षा भनेर भनेको छ। अब यसमा लिखित परीक्षा चाहिँ असोज 10 गते पढ्नलाई टाइम टन्न छ। असोज 10 गते रिटन इक्जाम हुने भयो। अनि त्यसपछि अन्तर्वार्ताको लागि अहिले डेट तोकेको छैन, पछि कहिले हुने भनेर नोटिस आउँछ रिटनमा नाम निस्किँदाखेरि। अब यहाँ तल परीक्षाको अङ्कभार भनेर भनेको छ। लिखित परीक्षा चाहिँ 75% र अन्तर्वार्ता इन्टरभ्यूबाट चाहिँ 25% भनेर भनेको छ। अब यो भने पनि मेन भनेको यसमा रिटन नै हो। रिटन भनेको चाहिँ 100 एमसिक्यू जुन हुन्छ त्यो नै मेन हो। त्यसको 75% भने पनि जसको रिटनमा अगाडि हुन्छ त्यसमा इन्टरभ्यूले त्यति फरक पर्दैन, अलिकति फरक पर्ला। तर मेन चाहिँ रिटन इक्जाम राम्रो गर्नुपर्छ यसमा नाम निकाल्नको लागि। अब यसमा तलब भनेको छ। तलब सुविधा प्रतिष्ठानको नियमअनुसार भनेको छ। अब यसमा तलब राम्रै हुन्छ। जस्तो गभर्मेन्टको स्केल भनेको अहिले 5th लेभलको 38,000 जति हो भने यहाँ चाहिँ राम्रै हुन्छ। सबै गर्दाखेरि 50 एराउन्ड अथवा 50भन्दा माथि त्यस्तै होला स्यालेरी चाहिँ। गभर्मेन्टको बेसिक स्यालेरीभन्दा अझ राम्रो हुन्छ यस्तो प्रतिष्ठानहरूमा। अनि यसमा अब फर्म भर्ने कसरी के भनेर यहाँ भनेको छ, तपाईँहरूले यो चाहिँ हेर्न सक्नुहुनेछ। लास्टमा प्रतिष्ठानमा आवासको सुविधा उपलब्ध हुने छैन भनेको छ। यो क्वार्टर चाहिँ पाइँदैन, आफैले म्यानेज गर्नुपर्छ भनेको हो। अब भन्नाले डेरा आफैले खोज्नु पर्यो, त्यो कुरा भनेको। अब यो थियो नोटिसको लागि है। फर्म भर्ने म्याद चाहिँ यहाँ दिएको छ 2083 भदौ 18 गतेसम्म। यदि तपाईँले भदौ 18 गतेसम्म भर्नुभयो भने 1500 फर्म फी लाग्छ है त। 1500 रुपियाँ लाग्छ। यदि भदौ 18सम्म भर्नु भएन भने त्यसपछि 1 हप्ता थप दिएको छ। यो 1 हप्ता थप भनेको डबल। तपाईँले यो बेला भर्नुभयो भने 3000 तिर्नुपर्छ है त। ल, त्यही भएर 3000 किन तिर्ने? फर्म भर्नु छ भने तपाईँले भदौ 18 गतेभित्रै भर्नु पर्यो। अनि 1500मा हुने भयो, डबल तिर्नु भएन। अब यसमा कसले अप्लाई गर्ने त भन्दाखेरि यदि तपाईँ फ्रेस पास आउट हो भने यो हस्पिटलको एक्सपिरियन्स पनि राम्रै हुन्छ। अनि अथवा तपाईँ पर्मानेन्ट जबको लागि लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने यसमा चाहिँ अप्लाई गर्ने, यहाँ जागिर गर्दै गर्ने, आफ्नो खर्च पनि आउँछ अनि सँगसँगै पढाइ पनि हुन्छ। त्यही भएर यसमा एक्सपिरियन्स पनि त्यस्तो मागेको छैन। फ्रेसर हो भने त राम्रै भयो। अर्को, यदि तपाईँ प्राइभेट हस्पिटलतिर काम गर्दै हुनुहुन्छ भने प्राइभेटको भन्दा यो गभर्मेन्टमा चाहिँ राम्रो हुन्छ। स्यालेरी, सेवा सुविधा सबै राम्रो हुन्छ, एक्सपिरियन्स पनि राम्रो हुन्छ। त्यही भएर तपाईँ अप्लाई गर्न सक्नुहुन्छ। भनेपछि तपाईँ पर्मानेन्ट जबवाला होइन भने तपाईँले यो हस्पिटलमा अहिले जब जोइन गर्दै गर्ने,
त्यसपछि लोकसेवा अथवा बाहिरको ट्राई गर्दै हुनुहुन्छ भने अनि त्यो प्रोसेस हुँदासम्म यहाँ जब गर्ने, त्यसपछि यसलाई तपाईँले छोड्न नि सक्नुहुन्छ। त्यो अनुसार चाहिँ जाँदा हुन्छ है त। अब कसरी पढ्ने, कतिजनाले एप्लाई गर्छन् भन्ने कुरा इम्पोर्टेन्ट। अब यसमा चाहिँ 1000 प्लसले एप्लाई गर्छ। सिट चाहिँ 135 छ, तर 1000 प्लसले एप्लाई गर्छ भनेपछि त कम्पिटिसन त हुने नै भयो। 1000जना कम्तीमा पुग्छ होला है त। 1000 एराउन्डमा एप्लिकेन्ट पुग्यो भने 1000 मध्ये तपाईँले 135 भित्र पर्नु पर्यो भनेपछि त कम्पिटिसन त धेरै छ। अब यसमा लिखित परीक्षा र अन्तर्वार्ता भनेको छ। लिखित परीक्षा एमसिक्यू बेस्ड हुने भयो। अब तपाईँले लिखित राम्रो गर्नुभयो भने अन्तर्वार्ताको लागि टेन्सन लिनु भएन। तर लिखितमै राम्रो छैन भने फेरि अन्तर्वार्ताको पनि टेन्सन भयो। त्यही भएर सबभन्दा राम्रो भनेको एमसिक्यू राम्रो हुनु पर्यो, रिटर्न राम्रो हुनु पर्यो। जस्तो 100 एमसिक्यू छ, तपाईँले 80 प्लस 90 प्लस मिलाइदिनु भयो भने इन्टरभ्यू बिग्रिए पनि तपाईँलाई त्यति फरक पर्दैन। इन्टरभ्यू धेरै राम्रो गर्न सक्नु भएन भने पनि सिलेक्सनमा फरक पर्दैन है त। ल अब यसको लागि कसरी पढ्ने त भन्यो भने सेल्फ स्टडी नै गर्न सकिन्छ। अब क्लासको लागि पनि व्यवस्था छ। तल कमेन्टमा एउटा लिङ्क छ, त्यो लिङ्कमा तपाईँले एउटा गुगल फर्म सबमिट गर्नुभयो भने तपाईँलाई एउटा ग्रुपमा एड हुन्छ अनि त्यो ग्रुपमा डिटेलमा क्लासको बारेमा हुन्छ है त। अब क्लासको यो क्लास चाहिँ विशेष क्लास हो है। अब यसमा हेर्नु है, फर्म फी तपाईँको 1500 छ। तपाईँले फर्म भर्नुभयो भने 1500 त तपाईँको गयो, 1500 त तपाईँको खर्च हुने भयो। अब तपाईँले यदि हाम्रो क्लास लिनुभयो भने, क्लास जोइन गर्नुभयो भने यो फर्म फी भन्दा नि कम, यो फर्म फी भन्दा पनि कम फीमा 1 मन्थ क्लास गर्ने हाम्रो प्लान छ है त। 1 मन्थ हेर्नु त, 1 महिना क्लास, फी कति? यो फर्म फी भन्दा पनि कम। यस्तो कहीँ हुन्छ त? हुँदैन। तर यहाँ हामीले प्लान गर्दैछौँ किनभने तपाईँहरूलाई एकदमै सहज होस् भनेर। यो फी नै होइन भनेर बुझ्दा नि हुन्छ कि 1 महिनामा फर्म फी जति पनि फी लागेन भने त्यो त फी नै होइन जस्तो छ। अब हेर्नु है, यसको लागि के गर्नुपर्छ भने 135को सिट छ भने कम्तीमा 100जना चाहिँ हुनुपर्छ है। फेरि 100जना हुनुपर्छ, 100 प्लस 100जना हुनु पर्यो। अब 135जनासम्म भयो भने ठिकै छ। सबैजना यहीँ पढ्ने, यहीँ पढेर नाम निकाल्ने, त्यसरी पढ्ने अनि कम्तीमा 100जना चाहिँ हुनु पर्यो। फी चाहिँ एकदमै कम छ, फर्म फी जति पनि पर्दैन। अब यो बारेमा अझै डिटेल कुरा हामी ग्रुप बनाएर पछि ग्रुपमा कुरा गर्छौँ। अब यसमा के गर्नुपर्छ त भने पढ्नलाई एउटा चाहिँ फोकस टपिक क्लास गरिन्छ है त। फोकस टपिक क्लास एफटिसी भनेर भन्छौँ। त्यो अनुसार जान्छ भन्नाले के सोध्छ त्यही पढ्ने, जे सोध्छ त्यही पढ्ने। त्यसरी पढ्छौँ, डेली पढ्ने। डेली 1 आवरदेखि 2 आवरसम्म जुममा अथवा अनलाइनमा पढ्छौँ। अनलाइनमा पढाइ हुने हो। फोकस टपिक क्लास, जुन टपिक सोध्छ त्यहीमा फोकस गरेर पढ्ने एउटा। अर्को चाहिँ डेली एउटा सेट एमसिक्यू भन्नाले 50 एमसिक्यूको सेट हुन्छ। 100 एकैचोटि गर्न धेरै लामो हुन्छ, त्यही भएर 50-50 गरेर डेली 1 सेट गर्छौँ। कम्तीमा पनि 30देखि 50 सेटसम्म सकाउने इक्जामसम्म डेली 1 एमसिक्यू हुन्छ। अब त्यसपछि हामी अरू यो एमसिक्यू बेस्ड क्युएडी, एमसिक्यू बेस्ड डिस्कसन, क्वेसन आन्सर डिस्कसन सेसन गर्छौँ। भन्नाले यो एमसिक्यूमा 4वटा अप्सनमा कुन अप्सन कसरी आन्सर भयो, त्यो अप्सन किन भयो, अरू किन भएन भनेर हामीले रेसनल डिस्कसन गर्छौँ। त्यसपछि यदि तपाईँ सधैँ जोइन गर्न भ्याउनुहुन्न, ड्युटी छ केही छ भने रेकर्डिङ अभाइलेबल हुन्छ। तपाईँलाई रेकर्डिङ, सबै रेकर्डिङ लाइभ जोइन गर्नुभयो भने ठिक छ, लाइभ जोइन गर्नु भ्याउनु भएन भने रेकर्डिङ अभाइलेबल हुन्छ। त्यसरी हामीले चाहिँ क्लास गर्ने प्लानिङ छ। अब यो क्लासमा तपाईँले अझै यो क्लासमा तपाईँले ग्रुपमा हामी डेमो गर्छौँ केही दिन सुरुमा। त्यो डेमो गर्दाखेरि तपाईँलाई मन पर्यो, इफेक्टिभ लाग्यो भने तपाईँले सबै कुरा ठिक लाग्यो भनेपछि मात्रै कन्टिन्यू गर्ने हो। ठिक लागेन भने ठिक छैन म छोड्छु भन्दा नि पाइन्छ है त। त्यसको फिसी त्यस्तो परेन। तर
मेन कुरा भनेको के हो भने तपाईँले आफ्नो कलिग, साथीहरूलाई, फ्रेन्ड्सहरूलाई धेरैभन्दा धेरै जम्मा गरेर कम्तीमा 100 जना पुर्याउनुपर्छ। सिट नै 100 छ, यहाँ सिट नै 135 छ भने कम्तीमा 100, बढीमा ल 135 जना ग्रुपमा बसेर पढ्ने। 135 जना ग्रुपमा बसेर पढ्ने, सबैजना त्यही ग्रुपबाट नाम निस्किने, फी पनि धेरै कम पर्यो। फर्म फीभन्दा कम हुन्छ है त। त्यसको लागि तल कमेन्ट बक्समा हेर्नुहोस्, त्यहाँ चाहिँ एउटा फर्म होला, त्यो सब्मिट गर्नुपर्ने हुन्छ, त्यो गर्नु, अनि तपाईँलाई एउटा ग्रुपमा एड गरेर हामी अरू कुरा चाहिँ त्यही ग्रुपमा गर्नेछौँ। ओके, थ्याङ्क यू। भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नुहोस्। केही कुरा तपाईँलाई लाग्यो भने कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ।